म चाहिँ आज सिद्राको अचार बनाउने भनेर साथीहरूसँग बाहिर सिद्रा किन्न निक्ले साथीहरू दुईजना चाहिँ अघि ठम हिँडिरहेको थिएँ, म चाहिँ पछि अनि फाइनली हामी चाहिँ सिद्राको पसलमा पनि आइपुग्यौँ साथीहरू। त्यही भएर यसरी हेरेको राम्रो रहेछ, सफा रहेछ होइन। अनि त्यसपछिबाट हामीले चाहिँ किन्यौँ साथीहरू। त्यहाँनेरिको दिदीले चाहिँ जोखिदिनु भयो अनि जोखिदिइसकेपछि हामीले किनेर हामी घर फर्क्यौँ साथीहरू। फर्किने क्रममा नानीहरूको स्कुल बिदा पनि भएको थियो अनि नानीहरूलाई सँगै लिएर आयौँ साथीहरू। अगाडि दुईजना चाहिँ किताबको यति भारी बच्चाहरूको भारी बोकेर हिँडिरहेको थियो नि। घर आइपुगिसकेपछि चाहिँ मैले एउटा बाउलमा माछा खनाइसकेपछि त्यसलाई राम्रोसँग पानी हालेर पखालेँ अनि अर्को बाउलमा निकालेँ अनि लसुन अदुवालाई पिस पारेर काटेँ साथीहरू। अनि काटिसकेपछि कराई पनि बसालेँ सँगसँगै। अनि कराई बसाल्दाखेरि चाहिँ मैले तोरीको तेल युज गरेँ के साथीहरू। तोरीको तेलमा भन्दा पनि सनफ्लावर तेलमा चाहिँ यस्तो तार्ने कुराहरू तार्दाखेरि चाहिँ एकदम राम्रो पनि हुन्छ। मैले यसरी तार्दाखेरि चाहिँ के अरे फिच आएको जस्तो भएको छ होइन। अनि त्यही भएर चाहिँ निकालेँ, एउटा बाउलमा निकालेर अनि फेरि लसुन अदुवा त्यसपछिबाट अगाडि नै पिसेर राखेको थिएँ मसलाहरू लाएर मैले चाहिँ राम्ररी घोलेँ अनि माछाहरू हालेँ। अनि यत्तिको भएको छ मेरो चाहिँ। अनि एउटा बट्टामा स्टोर गरेँ अनि स्टोर गरेर चाहिँ राखेँ साथीहरू। अनि यो स्टोर गरिसकेपछि मलाई चाहिँ एकदमै तल भएको थियो क्या कति बेला। अनि खाउँ भएको चाहिँ पाकिसक्छ र अनि खानु जस्तो भएको थियो। अनि मैले चाहिँ एउटा प्लेटमा लिएर चाख्न थालेँ साथीहरू। यति मिठो भएको थियो कि कुरै छोडिदिनु। मैले चाहिँ यसरी माछाको अचार बनाएर खाएँ साथीहरू। हजुरहरूलाई नि कसलाई मनपर्छ एकचोटि ट्राई गर्नुहोस् त है त। बाई बाई।